डोलो खालको हुँदैन ल बनाऊ बनाऊ अब यहाँ पानी चाहिँ कहाँबाट उकालो यो खोला यो दिले त्यो माटलको भिरमा सम्पूर्ण 10 किलोमिटर लाग्थ्यो यो सर्दो खोलाबाट गएका छौँ त्यसैले बहुवासी शासन कृषिको भाग गरेर यसरी गरे ल भारीको लागि तयार हुँदैछ छैन खोलामा बुवाले के भन्नुभयो पानी यता त घाम लागिरहेको बुवा पनि जाम भयो ए अस्ति बोकेर लाँदा ए तितो भयो भन्दै अब तयार गर्दैछ खोलामा माथि आउनु न हिँड्न नसक्नु त बोकी माग्नु त अलिक कस्तो कस्तो लाग्दो रहेछ आमा आमालाई सर्व लाग्यो पहिले तपाईँले बोक्नु भयो अब छोराले बोक्छ नि त्यो भनेको त बाध्यता हो नि त हामीले त अब 9 महिना बोकेर यो छोराको रहर हो नि त तपाईँको बाध्यता हो यो छोराको रहर हो हाम्रो बाध्यता हो नि यो त छोराको रहर हो तपाईँ चाहिँ पुलबाट निस्केर माथि बाटोमा आउँदा हुन्छ दाम निकै छ के हो त्यसको मुनि बर्को पर्छ नि एउटा त्यहाँ निस्किनु न सर लाम्चे खाऊ खानी खाइजाऊ मलाई खाना खाइजाऊ लाम बाटो यही उकालो लाग्नुहुन्छ खोला हो खोला तरेर कहाँ हुनुहुन्छ तपाईँले खोल्छ तपाईँले कहाँ हुनुहुन्छ ए तेर्सो आउनु नि पाठशालामै छु उहाँको भाडा काट्नु पर्ने हो त यो त्यही त होला नि त नि अब देउतामा लानु त अब त्यही त होला अब आमाले जन्मायो छोरालाई साह्रो पर्यो भनेर पिर पो छ हजुरलाई हजुर छोरालाई साह्रो पर्ला भन्ने पिर छ अनि साह्रो त साह्रो नि त नि है बोकेर लान सहज त ल है जेठी माइली कान्छीले दाई भाइलाई भारी लगाइदिनु खुसको भनेले पुटाउने हो डर बाँधिदिनु जिल्लामा बस्छु म अलिक असममा एक्लो मान्छे थिएँ आज चाहिँ अब दाइले मिलाउनु भएको रहेछ सबै कुरा नि अब काम कुरा मिलाएर निस्केको त्यही भएर कमेन्ट गर्दा पनि कसैले आफ्नो आमा बाबा बोक्दाखेरि पाप पखाल्नुलाई भनेर नभनिदिनु होला सत्य तथ्य आफ्नै मनमा लुकेको हुन्छ कसले के कति गरेको हुन्छ त्यसैले पाप नगरौँ पुण्य कमाउँ त्यही भन्न चाहन्छु देशभरिका सम्पूर्ण श्रमदाता जीवहरूलाई र विरोधीहरूलाई पनि आफू गर्न नसक्नेले अरूले गरेको कामलाई विरोध नगरौँ भन्न चाहन्छु र आफ्नो आमा बाउलाई बोकेर एक्लो छोराले पुण्य कमाउनु भएको छ मेरो दाइ एक्लो प्रसाद राईज्यूलाई सल्युट भन्न चाहन्छु र उहाँको यो कृति अमर रहनेछ र दार्चुलाको 85 दिनमा उहाँले रेकर्ड तोडेर आउनुभएको छ यसमा पनि मैले धेरै कमेन्टहरू हेरेको थिएँ विरोधीहरूले गरेको तर कमेन्ट त गर्नु मन थियो तर पनि विरोधीहरू गर्दै गर्छन् र आफूले देश बनाउन अघि सर्नेहरूको लागि तगारो नबन्नु भन्ने उखान सुनेको थिएँ र हर्क साम्पाङ मेयरज्यूले पनि त्यस्तै उमा नभनिदिनु होला आफ्नो विरोधीहरूले कमेन्ट गरेकोलाई रिप्लाई नदिनु होला भन्नुभएको देखेर म आजसम्म मैले कमेन्ट केही गरेँ फर्काएको छुइनँ र एउटा कमेन्ट चाहिँ मैले फर्काएको थिएँ विशेष गरी ज्ञानो चामलिङ राई दाजुलाई चित्त नदुखोस् होइन विशेष गरी मेरो प्रसाद दाइले खै श्रमदाता भत्काए सुध्रिनुपर्छ भनेर उहाँले सुध्रिनुपर्छ श्रमदाताहरू भत्काए खै के भन्दै भनेको देखेर त्यसमा चाहिँ मैले कमेन्ट गरेको थिएँ मैले नाम सहित र ठेगाना र कुन मितिमा मेरो दाइले श्रमदातालाई भत्काए भनेर कमेन्ट गरिदिएको थिएँ त्यति मात्रै हो मैले त्यहाँ उता गरेको छुइनँ र हर्क साम्पाको कमेन्ट पनि मैले देखेको थिएँ होइन विरोध गर्ने गर्दै गरोस् तपाईँहरूले कमेन्टको रिप्लाई नदिनु होला भनेर अनि त्यही भएर मैले त्यो ज्ञान चामलिङ दाइको चाहिँ मैले गरेको थिएँ हुन त हामीभन्दा सिनियर मेरो दाइभन्दा सिनियर दाइ हो त्यसमा मैले कमेन्ट गरेँ त्यसमा ज्ञान चामलिङ दाइको चित्त नदुखोस् होइन
अब उसको दाइलाई त्यसो भन्यो भनेर उहाँलाई चित्त दुख्यो होला सायद। अब श्रमदाता नआउनुको कारण पनि उनीको कारण हुन्छ नि त होइन। हाम्रै दाइले त भत्काएको हुन सक्दैन नि त। मैले त्यही भएर आफ्नो मिति र नामसहित ठेगानासहित को मान्छे र कुन श्रमदातालाई चाहिँ भत्काए भनेर ज्ञानु चामलिङ दाइलाई कमेन्ट गरेको थिएँ, तर रिप्लाई चाहिँ दिनु भएन। त्यसमा चित्त नदुखाओस्, ज्ञान दाई पनि अग्रज दाई हुनुहुन्छ होइन। त्यही भने अनि एकपल्ट त्यही अनि त्यसो भने अनि अब देश बनाउँछु भनेर लागि पर्नु भएको अब श्रमदान अभियानमा लाग्नु भएकै दाइहरू नै आफू बिचमा द्वन्द्व आरिस गर्नुहुन्छ भने कसरी देशको विकास गर्नुहुन्छ भनेर मैले कमेन्ट गरिदिएको थिएँ। त्यति नै हो। ज्ञानु चामलिङ दाइको कोमा चाहिँ मैले गरिदिएकै हो। अन्त है त हुन्छ, हस् धेरै धेरै धन्यवाद। तपाईँको नाम भनिदिनु न। मेरो नाम चाहिँ विशेष नायतामा चाहिँ रामकुमार राई हो। फेसबुकमा चाहिँ श्वेता राई छ। हजुर अब चाहिँ बोकिने तयारी कस्तो लागिरहेछ आमा? त्यही त नि कुरी अनि हो नि त। फेरि त्यसरी तपाईँहरू मैले गर्नुहुन्छ झन् साह्रो कुरी हुन्छ नि। अनि कस्तो लाग्छ अब तपाईँ यहाँ त अहिले हाम्रो प्रसाद जतिखेर पनि अभियानमा कुदिराख्नुहुन्छ होइन? के भन्नुहुन्छ तपाईँ आमा? के न जहिले काममा कुदै हर्क साम्पाङसँग है? होइन, अब उसको इच्छा मैले भनेर नहुने, उसको इच्छामा हिँड्छ डुल्छ। हजुर, जसरी पनि अब राम्रो गरोस्। अनि हामी त छँदैछौँ नि त नि। तपाईँ भोजपुर हुनुहुन्थ्यो? हजुर। कहिले आउनुभएको आमा? हिजो आइपुग्नु। आज अब फेरि डाँडा चढाउन आँट्यो? खै कता चढाउन आँट्नु भएको को नि थाहा छैन है। ल आमालाई अब माथि फेरि भेट्नुपर्छ डाँडामा है। हस् ल यसरी कतिचोटि बिसाउनु भयो सर? पसिना हुनुहुन्छ त? मेरो छोरालाई बोकेर अनि यसरी सिन्धो डाँडाको नजिकै पुगिसक्नु भएको छ। ल यसरी यसरी आमा बोकेर ल्याउने स्थलमा यो चाहिँ यसरी पहिलो व्यक्ति माननीय हर्क साम्पाङले पहिलोपल्ट आमालाई बोकेर गएर पहिलो फाइनली ल्याइसक्नु भएको छ। बल गरो भैया, बल गरो भैया। ल है ल है फाइनली पुग्नै आँट्यो। यहाँ राख्नु होला। यहाँ बिसाउ होला। बिसाउने यहाँ यो सम्म एरियामा एकतालि बिसाउ न। माथि छ धरान हेर्नु आमा कस्तो छ। ल धरान हेर्नु। आमा हेर्नु त धरान उहाँदेखि बोकेर ल्याएको राम्रो राम्रो। आमा बुवा तर यो बाटोको असुविधा एकदमै ठाडो पालो बोकेर ल्याउनु भएको छ। साथीको सजिलो भएको भए उहाँले हार बनाएर एकैचोटि बोकेर ल्याउनुहुन्छ पक्कै पनि। आयो ठाडो उकालो होइन, दुईपट्टि भार लाएर बोक्नु उहाँले चाहिँ पालै पालो बोकेर ल्याउनु भएको छ। यस बाटोमा मैले साँच्चै भन्यो भने यो परिवारको असली उहाँलाई भनेको छु मैले एकदम यो पुण्य काम। आज एउटा पुण्यको काम गरिसक्नु भएको छ आदरणीय दर्शकवृन्द। योपल्ट आमालाई पनि ल्याएर उहाँले चाहिँ एउटा कम्प्लिट होइन आमा र बुवा दुवैजनालाई तेस्रो हुनुभएको छ साथीहरू, तर आमा चाहिँ दोस्रो है फेरि अहिलेसम्म
आमा ल्याउनेमा पहिलो हो आमा र बुवा दुवै ल्याउनु हुने चाहिँ पहिलो नम्बर हुनुभएको छ होइन यो इतिहासमा दर्ज हुनेछ यो इतिहासमा दर्ज हुनेछ यो कुरो त के हो ल 37 3 फन्को ल 3 फन्को ल पुगो होला पुगो पक्रिनु पर्यो ल बधाई छ साथी बधाई छ आमालाई खुसी म आएको थियो लु बसन्त कस्तो लाग्यो पूजा सामान निकाल्दा बहिनी व्यवस्था गर्नु भएको छ पूजा सामान निकाल्दा राम्रो बोकिलाउने छोरा पाएँ घुमाउने छोरा पाएँ देउटामा के जाति नाम अरे को देउटामा घुम्नु पाएँ दर्शन गर्नु पाएँ राम्रो खुसी हुनुहुन्छ खुसी मेरो छोरा छोरी मेरो श्रीमान अहिलेसम्मकै धेरै खुसी आज हुनुभयो कि भएन धेरै खुसी आज हजुर अरू गरे भन्दा आज धेरै खुसी है ल हुन्छ प्रसादले बोकेर ल्यायो दर्शन गर्नु घुमायो राखो एकजना बोजूले नाम राखेर खिदेको प्रसाद हजुर प्रसादै रहेछ भगवानको प्रसादै रहेछ हैन त आज यति बेला उहाँलाई महसुस भएको छ कि साँच्चीकै मैले गजब मङ्गलबार जन्मेको मङ्गलबार लिएको हाम्रो श्रम पिता पनि मङ्गलबारै जन्मेको मिलाएको आमा मङ्गलबार थियो आमाले मङ्गलबारै लिएको कि आमा बाबालाई ल्याउने शुभ दिन चाहिँ मङ्गलबारै रहेछ भन्ने म पनि मङ्गलबारै जन्मेको आमा पनि मङ्गलबारै हो जन्मिनु भएको गाडी चाहिँ पूजा दर्शन भैरङ पाती हो क्या मजाको बास्ना आयो त होइन दक्षिणा त पुरा कटकटै छ दक्षिणा कटकटै भर्खर ब्याङ्कबाट कटकटी रहेछ यति बेला होइन त्यो भित्र त सर पुरा ब्याङ्क नै छ कि आएकै छ त त्यो निक्ले सकिँदैन नि त भेटी चाहिँ एकदम नयाँ नयाँ भेटी सबैले बाघ समाएर हाम्रो कुशलजी बान्ता भाषामा भन्नुहोस् त के हुँदैछ अरे यहाँ यो म भाषामा अलिक कमजोर हो भने चाहिँ यो भेटी पैसालाई चाहिँ यति बेला आमाले चढाउने काम गरिराख्नु भएको छ धुपाबाट हिउँछ आमा आमाले पनि चढाउनु भयो त्यसै गरी आमाले पनि यति बेला यो भेटी पैसा चढाइराख्नु भयो डोकबेल पनि पूजापाठ हुँदैछ साथीहरू यति बेला यहाँ ल जेठी नानाको पालो ठुलो दिदीको पालो अनि मात्र प्रसादको पालो आउँछ बस्नु लुगा जिउँछ ल ठुली दिदीको पालो है अब जेठी दिदी
पाठ पूजा भइरहेको छ प्रसाद सर पालो प्रसाद सरको पालो त्यस पछाडि ल सिनियर दावारी फिल्टर चाहिँ चित्र बस्नु ल प्रसाद सरको पालो आयो प्रसाद यो अलिकति यता भेटी चढाउनु दिनु छ हजुर मामाले छोडो भेटी चढ भगवान पछि बाबामा ढोग्ने होला नि त खै सकेपछि पछि वाइ न्युमा नि भेटी चढाउँदै जान्छ बाबुले पनि हुन्छ उहाँले पनि ढोग्दै हुनुहुन्छ खोइ चालु थियो सानीमा होला पहिले भयो हुन्छ यताउता भयो कान्छी आजीको भान्जा लु गर हुस गर हुस गर्देऊ हुस गर हुस गर गर्दै बेबी हुस खै त नि ल हुस गरेको हुस गर्नु उठेर हुस गर्नु उठेर हुस खोइ जाऊ पछाडि बस्छ ल ए दाजु गरिन्छ नि ओ माइली छोरीले टेम्पो बोलाइ टेम्पोमा अनि आउनु है दौरा लाउनु पनि होइन जुत्ता लाउनु पनि होइन है ल समीर सर समीर सर कस्तो रमाइलो भयो कति रमाइलो भयो हैन बेबी प्रसाद सर थोरै दुईटैले बोकेर ल्याउ पुर्याउने पहिलो व्यक्ति तपाईँ श्रम संस्कृति पार्टीको केन्द्रीय सदस्य र श्रम अभियन्ता अगुवा हुनुहुन्छ होइन आज यसरी आमा बाबा जन्म दिने आमा बाबालाई यो यस्तो ठाउँमा जुन तपाईँले बोकेर पालै पालो ल्याइ पुर्याउनु भयो आमा बाबा दायाँ बायाँ राखेर बस्नु भएको छ तिनवटा चेलीहरू पनि हुन्छ कस्तो अनुभूत भयो एउटा वास्तवमा विश्वयुद्ध जितेको एउटा लडाकुले कस्तो फिल गर्छ होला होइन त्यस्तो एउटा फिल हुन्छ किनभने म अब 40 वर्ष कटिसकेको मान्छेले होइन अब मेरो बाबा मेरो आमा मेरो 3 चेलीलाई यसरी भेला भएर एउटा शून्य पार उहाँको दर्शन गर्नु भनेको एउटा सौभाग्य योभन्दा ठुलो खुसियाली जीवनमा के मिल्ला र यो मेरो एउटा के भन्छ नि संसारमा योभन्दा मैले खुसी प्राप्त कहीँ पनि छैन होला र पुण्य प्राप्ति योभन्दा ठुलो कुरा केही छैन होला त्यो फिल भइरहेछ र अहिले अस्तिको मङ्गलबार बाबाले ल्याएन अहिले आमाले ल्याए मलाई थाहा छैन यो बाटो कसरी कट्यो भन्ने कुरा होइन एउटा बचपनमा मलाई गुमुत स्वर गर्दै अस्ति पनि भने मेरो बाबा 9 वर्ष उमेर हुँदाखेरि मेरो खुट्टामा असरे कारणले छेड्यो बाबा र मेरो किरण काका खसेर जानुभयो होइन उहाँले मलाई एक दिनको बाटो पाङ्चा भन्ने ठाउँमा हेल्पसनलाई बोकेर लानुभयो त्यो काँडा निकाल्नु सकिएन अनि फेरि घरमा ल्याएर फेरि 2 महिना आफै पाकेर निस्क्यो त्यो होइन यस्तो दुःख बोक्नु भयो त्यो त थुप्रै त्यो एउटा मात्रै मेरो आमा हुनुहुन्छ अब 2 घन्टाको बाटो जङ्गलको बाटो ओह्रालो जङ्गलको बाटो हिँडेर गएर एकवा खोला र दुधकोसीको दोभानमा गएर माटोको घ्याम्पाको जाँड बोकेर गएर 2 रुपियाँ सेर जाँड बेचेर आमाले मलाई हुर्काए बढाउनु भयो होइन थुप्रै छ त्यस्तो चिजहरू अब त्यो एउटा मात्रै हो त्यसले गर्दा हामी मेरो 3 चेली अब 3 चुला भन्छु जेठी कता माइली कता माइली कान्छी यिनीहरूलाई 3 चुला भन्छु अनि 3टा नदी अरुण तमुर कोशी भन्छु होइन दुधकोशी अरुण तमु 3 चेली अनि त्यसकैमा दोभानमा बस्ने मान्छे पनि म होइन त्यो भएर आज वास्तवमा आफ्नो जन्म दिने आमा बाबाको यति बोकेर ऋण त कहाँ तिर्छु र तर पनि जीवनमा म पछि मर जाँदा पनि म पनि एउटा शान्तिले मेरो सास जान्छ होला भन्ने मैले त्यो आज मैले अनुभूत गरिरहेको छु दाजु जस्तै अब यो एउटा पछिल्लो समय चाहिँ सुम्निमा पारङ प्रतिमा निर्माण स्थलको यो शिलान्यास स्थानमा आमा बाबा बोकेर ल्याउने एक प्रकारको चाहिँ ट्रेन्ड नै सुरु भएको छ होइन यो हुन त राम्रो काम हो जस्तै पहिलो आमा ल्याउने माननीयज्यू हर्क साम्पाङ हुनुभयो अनि त्यसै गरी दोस्रोमा आमा ल्याउने हाम्रो जीवनजी पर्नुभयो बाबा ल्याउने चाहिँ पहिलो तपाईँ र बाबा र आमा दुइटै ल्याउने चाहिँ पहिलो तपाईँ भन्नुभएको छ अब हर्क साम्पाङज्यू श्रमपिता मैले धेरै मेरो जीवनमा सुख सुविधाहरू त्यागेर छोडेर म हर्क साम्पाङज्यूको एउटा उहाँको म पदमा हिँडेको होइन उहाँको सिद्धान्तलाई अँगाल्नको लागि म सर्भिसहरू ठुल्ठुलो मेरो सेवा सुविधालाई त्यागेर आएको प्रसाद राई हो होइन जब आइसकेर म त्यो संस्थामा म ती सुख सुविधामा म आफ्नो जीवन बिताउँदै गर्दा पनि म यहाँ छुट्टी आउँदा पनि
तर यहाँनिर म जो अहिले स्टेज जुन प्लेटफर्ममा छु मेरो समीर सर हुनुहुन्छ उहाँ म भन्ने गर्थेँ विश्वकप भयो जस्तै होइन मेसी रोनाल्डोहरूले नेमारहरूले गोल हाले होइन तर त्यो गोल हाल्ने व्यक्ति महान प्लेयरहरूलाई कसले स्विट पास दियो भन्ने कुरा म चाहिँ सम्झिन्छु जहिले तहिले म चाहिँ यहाँसम्म आउँदाखेरि मलाई यो अभियान यो सङ्गठन आउँदाखेरि सामाजिक काम यत्रो गर्दाखेरि म समीर तामाङजीलाई एकदमै सधैँ मेरो शिरमा राख्छु त्यो भएर म स्विट पास दिने मेरो समीर सर नै हुनुहुन्छ उहाँलाई म सुन्ने पारमा साँची राखेर सदा मेरो शिरमा हुनेछ तपाईँ थुप्रै म यो मेरो जीवन कराउँदाखेरि खेलकुद विधादेखि लिएर सैनिक विधादेखि लिएर थुप्रो अभियान मलाई प्लेटफर्म दिने मलाई स्विट पास दिने सबैलाई सम्झन चाहन्छु र वास्तव भन्यो भने म अहिले के भन्ने अब घरिघरि मलाई क्या शब्दहरू अड्किन्छ होइन जहाँ छु जे छु आफ्नो प्यारेन्ट्स आमा बाउ अभिभावक गुरुजी माताजी पिताजी प्रभुजी यस्तो लागेको उहाँलाई कहिले बिर्सनु हुँदैन जति दुःख पीडा सानो दुःख पीडा भने उहाँलाई विरोध गर्नु हुँदैन त्यो पनि एउटा हो र अब मेरो बाबाले लिएर आउँदाखेरि हौ साम्पाङ श्रम पिताज्यूले लिएर आउनुभयो फेरि उहाँले भन्नुभयो सबैको आमा बाबाले लिएर आउनुपर्छ सानोमा गुमुट सोरेर आफ्नो कति फोहोर मैला आमा बाउले खानु पनि होला होइन त्यो गल्तीले त्यसो गर्दा त्यसको आमा बाबा यत्रो भएपछि उहाँहरू पनि केटाकेटी पन जान्छ क्या बोकेर आउँदाखेरि आमा बाबालाई उहाँहरूको हुन्छ नि अब बचपना जान्छ होइन हुन त बचपन छ भन्दिनँ मेरो आमा बाउ त त्यस्तो साह्रो हुनुभएको छैन र अब यो उमेरमा आमा बाउलाई बोक्नु पाउनु भनेको एउटा वास्तवमा सौभाग्य र भाग्यमानी छोरा छोरी हो भन्छु म चाहिँ र जसको बाबा मम्मी हुनुहुन्छ भने कोसिस गर्नुहोस् सबैले सक्ला नसक्ला होइन गाडीमै आएर कतै पनि दर्शन गराउनु होला यो साल्पा सिलिन्जरको ढुङ्गा माटो जहाँबाट लियो त्यहाँ त 13,600 फिट हो त्यहाँनिर सैनिक पनि त्यहाँनिर जानलाई धेरै एक्लामिनेसन गरेर जान्छन् जो मान्छे गएर त्यहाँ दर्शन गर्न सक्दैनन् हिन्दू साथीभाइहरूले पशुपति र काशीमा गएर दर्शन गरेर पुण्य कमाउँछन् क्रिस्चियनहरू जेरुसलम जान्छन् अनि मुस्लिमहरू मक्का मदिना जान्छन् त्यसै गरी किराँतको पनि एउटा छ साल्पा सिलिचु त्यहाँ गएर आफ्नो उ गर्छन् साल्पा सिलिचु धेरै अब भाइरल उछाएर सक्दैन त्यसैको लागि पनि हामीले यहाँनिर शून्य पार्वको मूर्ति बनाएर यस मूर्तिको मुनि पवित्र ढुङ्गा माटोको पानी त्यहाँनिर हामी राख्नेछौँ र संसारभरिको त्यो धर्म आस्था राख्नेहरू यहाँ आफ्नो मनोकामना पुरा गर्छन् म पनि त्यो मनोकामना पुरा गरेको र सबैलाई त्यो भन्छु सबै जाति धर्म आएर यहाँनिर दर्शन गर्नु होला त्यो भन्छु जस्तो एउटा मात्रै प्रश्न अघि आमाले के भन्नुभयो भने होइन यहाँ ठ्याक्कै तपाईँले बिसाएपछि चाहिँ पक्का मेरो छोरो चाहिँ आज मैले छोरो हो भन्ने पुरा महसुस भयो भनेर भन्नुभएको छ कि यसमा के भन्नुहुन्छ यो आमाले तपाईँले भन्नुभएको थिएन होला सायद आज भन्नुभएको छ है यो कुरा मुख खोल्नु भएको छ जहाँ जे छु म जब खेलकुद विधाबाट म इन्डियन गभर्मेन्टले मलाई लाँदै गर्दा त्यतिखेर बाबा बरु एक भाइ छोरा भनेर अलिकति दुःख मान गर्नुहुन्थ्यो आमा चाहिँ हे के हुँदा एक कतिपय पहिला रूढिवादी भनौँ एक छोरा के छोरा भन्थ्यो एक आँखा के आँखा एक छोरा के छोरा भन्थ्यो आमाले भन्नुहुन्थ्यो एउटा छोराले चाहे भने संसार जित्छ भन्थ्यो कि आमाको आशीर्वाद मलाई हिम्मत दिने जो चुरोट जाँड रक्सीबाट त्यस्तोबाट जुवा तासहरू होइन यो तिन चाहिँ चेलीबेटी कोही त्यस्तो खाँदैन हामी चारैजना होइन त्यस्तोबाट उ गर्ने मेरो बाबा त सिधा एकदम सरल काम गर्ने आमाले सबै नैतिक शिक्षा यति सिकाउनु भएको छ कि नैतिक शिक्षा सबसे इम्पोर्टेन्ट हुँदो रहेछ क्या मेरो आमा बाउ मेरो प्यारेन्ट्स मेरो सागर दाजु हुनुहुन्छ मेरो दाजु मावली दाजु त मेरो दाजु हुनुहुन्छ उहाँले गाउँघर जति पनि सानो हुँदाखेरि आमा बाउ आफ्नो दिदी दाईहरूले छिमेकी दाईहरूले लात्ताले हान्दै कराउँदै फटा बोल्नु हुँदैन यस्तो गर्नुपर्छ राम्रो गर्नुपर्छ जे चिज बाँडेर खानुपर्छ गलत बोल्नु उल्टापल्टा बोल्नु हुँदैन सबैकोले राम्रो काम गर्नुपर्छ भनेर नैतिक शिक्षा जो पाउँछ नि त्यही नै जहाँ गए पनि एडजस्ट भइँदो रहेछ सबैले माया प्रेम गर्दो रहेछ भन्ने चाहिँ प्रमाणित हुन्छ र मैले मेरो बुझाइ पनि त्यही छ।